श्रीमानको साथ नपाएकी मन्जु परियार रोइन् बेसरी। 7 वर्ष अघि जब श्रीमानसँग सम्बन्ध बिग्रियो, साथ दिने कोही थिएन, भरोसा गर्ने ठाउँै थिएन। उनले एक्लै 2 सन्तान हुर्काउन, लेखाउन, पढाउन आज होटेलमा भाडा माझ्ने काम गर्छिन्। तर उनको मनभित्र लुकेको छ 7 वर्षको पीडा, सङ्घर्ष र आँसुको कथा। सोही कथा तपाईहरूमाझ प्रस्तुत गर्दैछौ। खाएर बसे, नखाएर भोक पनि सुते, छोराछोरी नखाएर सुत्दा मम्मी भोक लाग्यो भन्दा भोकै पनि सुते। कस्ता कस्ता दिनहरू बोकेर अहिले यहाँसम्म आएँ। मान्छेले देख्दा अहिले चाहिँ फलानीको वा भन्ने छ, किनकि मैले मेहनत गरेर भए हो, नत्र हिजो धेरै पीडा भोग्यौँ। त्यो पीडाको कारण सम्झिँदा पनि मन भक्कानेर आएर आँसु झर्छ, रुँदैन भने पनि। ठिक छ, अब विगतलाई बिर्सिने हो, नयाँ यात्रा हामीले सुरुवात गर्ने हो नि त। अब एउटा कुरा सोधेँ, अब बिहे गर्नुहुन्छ? बिहे चाहिँ गर्दैन म। बिहे भन्ने कुरा मैले थाहा पाइसकेँ। श्रीमान के हो, श्रीमानको घर के हो, सास ससुरा के हो, नन्दा आमाजु जेठाजुहरू के हो, सबै भोगिसकेँ, बुझिसकेँ। बिहे चाहिँ म गर्दैन। म त्यो गल्ती दोहोऱ्याउन्न। म मेरो छोराछोरीको लागि जति सक्छु, म जहिलेसम्म सक्छु, जतिसम्म सक्छु छोराछोरीको लागि गर्छु, छोराछोरीको लागि भन्छु। मैले बिहे चाहिँ गर्दैन। छोरी मान्छेको जीवन के रहेछ? मेरो भोगाइमा एउटा पीडा, यातना है, के भन्छ नि, धरती जस्तै के, हरेक कुरा सहने, आफ्नो चाहनामा, आफ्नो खुसीमा, आफूले चाहेकोमा रम्न नपाउने रहेछ छोरी मान्छेको जीवन चाहिँ। एउटा हुन्छ नि, कसैले प्रयोग गर्ने, प्रयोगमा ल्याउने, त्यस्तो खालको सोच्दा रहेछ छोरी मान्छेको जीवन। अहिले हजुरको श्रीमानले विवाह गर्नुभयो? उहाँले गर्नुभयो, गरेर नि छोरी जन्माउनु भएको छ। बधाई, शुभकामना दिनुभयो? दिन्छु। अब यसरी कुरा चाहिँ हुँदैन, दिने कुरा नि भएन। अहिले दिन्छु। मलाई जस्तै उसलाई पीडा नदिनु होला, यातना नदिनु होला, कुटपिट नगर्नु होला। बेहोसी बनाएर मलाई जसरी 25 दिनको सुत्केरी कुटेर अनि रगतको धारा बगाएर बेहोसी अवस्थामा, अचेत अवस्थामा बुटोलसम्म हस्पिटल पुर्याउने, यो सुलीचोरका हस्पिटल इलाका यिनी त कति बनाउनु भयो। त्यस्तो खालको यातना उसलाई नदिनु होला। ऊ पनि एउटा नारी हो। हजुरलाई भनेर आफ्नो मम्मी बाबा जन्मघर सबै बिर्सेर सबै त्यागेर आकी होले। त्यस्तो खालको यातना नदिनु होला भन्न चाहन्छु। छोरी मान्छेको लागि नि जन्मघर कस्तो र कर्मघर कस्तो पाउनु भयो? जन्मघर त कस्तो भनौँ, एउटा सुख, शयन, आरामदायी हुन्छ नि, आफूले चाहेको गर्न पाउने, खान पाउने, हिँड्न पाउने होइन। गल्ती छ भने पनि यस्तो नगर है, गर्नुहुन्न है भन्ने सम्झाउने खालको माइती घरमा हुँदो रहेछ। कर्मघरमा चाहिँ मैले भोगेअनुसार आफ्नो गल्ती नहुँदा पनि एकदमै दोषी भइन्ने के, त चाहिँ यस्तो गरे होस्, यस्तो होस् भन्ने खालको, अब है त्यस्तो खालको चाहिँ हुने रहेछ। बल्ल 21 वर्षको हुनुभयो, उमेर तपाईँको सिँगै छ, कसैको सहारा चाहिएला। 31 वर्ष सर। बल्ल तपाईँ 31 वर्षको हुनुभयो, उमेर अझ धेरै छ, भोलि कसैको सहारा चाहिएला। त्यो अवस्थामा के होला? अब सहारा भन्ने कुरा भोलि कसले देखाएको छ? हामीले एउटा सहारा त आशा गर्ने चिज हो है। कसले अब जस्तै छोराछोरीले भोलि छोराछोरी जन्माउँछन्, बाआमाले बुढेसकालको सहारा भनेर त्यति सहारा त कोही पनि बाबुआमाले पाइरहेको हुन्न। त्यस्तै त हो। अहिले जसरी चलेको जति चल्छ सहाराको रूपमा सन्तान छँदैछन्, बुझेर सहारा दिइहाले, जसरी चल्ला मात्र। थ्याङ्क यू। हुन्छ, तपाईँसँग कुराकानी भयो। अब अन्तिममा जाँदै एउटा यस्तो गीत गाइदिनुहोस् जुन गीत तपाईँको दिमागमा पल आइराखेको हुन्छ, यो गीत चाहिँ साँच्चीकै मेरै लागि बनाएको होला भन्ने खालको केही गीत छ भने गाइदिनुहोस्। हुन्छ, मलाई पहिल्यैदेखि नै मन पर्थ्यो। ल त्यो गीत गाउँछु। अहिले रुगा पनि लागेको छ।
ल स्वर त मिठो नहोला। ल लगाइदिनुहोस्। लाउन भन्थे पिरातीलाई हाले फेरि उस्तै चोटहरू पाइहाले अब पिरातीलाई दैन हिजो कसैले रुवायो आज पनि तिमीले रुवायो भइगयो मलाई कोही पनि चाहिँदैन। थ्याङ्क यू, निकै मिठो गीत गाउनुभयो। तपाईँ एउटा कलाकारिता क्षेत्रमा पनि प्रवेश गर्नुभएको छ। तपाईँको सङ्गीत क्षेत्रको यात्रा अझ धेरै राम्रो बनोस्।